यो मरी बनाउने प्रोसेस म चाहिँ हेर्दैछु मैले कहिले पनि देखेको छुइनँ नि त मैले चाहिँ मुखमा चाकु खाँदैछु यो चाहिँ चामलको पिठो तातो पानीमा राखेर मुछेको तातो पानीमा राखेर यो त एकदम पुरै फाइन पेस्ट बनाउनु पर्दो रहेछ अनि चाहिँ यतिको चामलको पिठो अनि यतिको मुछेर राख्नु पर्ने रहेछ इन्ग्रेडियन्ट चाहिँदो रहेछ यो सुकेको नरिवललाई चाहिँ यो फेरि के भुट्नु लाग्नु भएको यो यतिको उयो गरे पनि यसलाई चाहिँ यतिको के भने यो गुरेसोमा कोरेको अनि अर्को चाहिँदो रहेछ यहाँ तिल यो चाहिँ कालो पनि हाल्दा हुन्छ होला कालो हाल्दा नि हुन्छ यो हाल्दा नि हुन्छ टेस्टको लागि अहिलेलाई चाहिँ यो चाहिँ भुटेर अब यसलाई चाहिँ पेस्ट बनाउनु लाग्छ ठुलो बनाउनु चाकु यसमा त्यहाँ धुटो भएको छ अब यसलाई चाहिँ पकाएर पगाल्ने यहाँ चाहिँ अब चाकुलाई पगाल्नलाई पकाउने हुन्छ धनियाँले त्यो चाहिँ काट्नु भएको अहिले काटेको पानी पनि मतलब त गर्छ नि त त्यो भाँडा चाहिँ होइन धेरै पुरानो डिजाइनको छ क्या धेरै पहिलाको हो नि क्या त्यही त डिजाइन चाहिँ यस्तो खालको तातो देखेको छु विशेष गरी चाहिँ पूर्वको साथीहरू हेर्नु है चाकु कसरी भन्छ चाकु हैन यो मरीको लागि यो मरी पो त सरी चाकुलाई पकाल्दैछु मैले यो मरी कसरी भन्छ म पनि आज पहिलोचोटि हेर्दैछु तर पनि यो मरी खानुलाई यहाँ पाहुना लाग्न आएको छ आज यो कुन ठाउँ पो भेनाजु यो कुन ठाउँ पो पासीकोट ए बुढा नीलकण्ठ पासीकोटमा आज मेरो छोरो पनि यो मरी खानालाई पाहुना लाग्न आएको छ चाकु खाँदैछ छोरा चाकु झन्डाको धन्दाको छ हाम्रो भान्जा चाकु खाएर मुख कालो कालो हेर्यो नि पानी चाहिँ तर यो पक्लिने पक्लिँदै गएपछि ठिक हुन्छ यो हाम्रो सुरुमै धेरै चाहिँ हाल्नु भएन हैन लागे झारो चाहिँ तिलको धुलो यतिको के गरौँ तिलको धुलो चाकु चाहिँ उम्लिसक्यो पक्लिसक्यो पानी खानी लगमा अब बन्द गर्छु अरे मैले त मैले नै बनाए जत्तिकै मैले हो जत्तिकै बनेर त सबै पकाउनु पर्यो त उयो गर्दा जस्तै रहेछ क्या चाकुको ग्रेभी रेडी भयो यसमा चाहिँ यो नरिवलको धुलो हाल्छौँ पकाउने कि भोटोलाई मात्रै भोल्ने पकाउने केही फरक पर्दैन तातेकोमै हुन्छ हाल्दै जाने आवश्यकता अनुसार हाल्ने हजुर किमा ए त्यो चाकुको किमा चाकुको किमा मुसेर पुरै यो घोलिन्जेल मात्रै नत्र अब निकाल्दै हुन्छ त्यो दुईटालाई त पकाउनु पर्यो यसो खोल्दै यो हाम्रो रेडी भयो अब यसको लागि यो मरीको लागि राख्नलाई चाहिँ रेडी भइसकेको छ यतिको हुनु पर्यो अनि यो त गिलो भयो भरे सुके के अरे उयो सेलाउँदाखेरि यो अलिकति उ हुन्छ होइन हामीलाई यत्तिकै हाल्नलाई सजिलो हुन्छ यत्तिकै बनाएरै हाल्ने हो कि अब यो अलिक चिसो हुँदै गएपछि चाहिँ सेलायो भने फेरि तताउने फेरि यतिको गर्ने थोरै पानी हालेर आज चाहिँ हाम्रो फेसबुकमा पो फेसबुक यतिको चाहिँ बनाउनु पर्छ साथीहरू आउँदैछ नि हेरेर बनाउन
यसलाई चाहिँ पुरै मिच्नु पर्दो रहेछ मजाले कस्तो चिल्लो देखिएको नि ल अब चाहिँ ठिक छ यो मोमोको भाडा चाहिँ नि यमरी पकाउने किन भएको चाहिँ मोमो पनि खानालाई कति सानो क्युट के यहाँ त म त कति एउटा तिनवटामै राखेको मोमो खाइसक्छु बेनाजुले अब चाहिँ सुरु गर्नुभयो अब चाहिँ बनाउने मान्छेको पनि अनुहार निकाल्नु पर्यो कसले चाहिँ बनाउनु हुँदैछ यहाँ चाहिँ अघि दिदीले भन्नुभयो भेनाजुको हातको भेनाजुले बनाउनु भएको यमरी मन नपराउने त कमै छ भनेर अब हामी चाहिँ फर्स्ट टाइम ट्राई गर्नु लागेको मिनुको कमेन्टले चाहिँ थाहा हुन्छ है त अनि फेरि यस्तो नि त कसैले त अब गुलियो यसैमा मन नपर्नु पनि सक्छ नि त्यो पनि हो नि त यमरी खाइराख्ने मान्छेलाई चाहिँ मन पर्नु पर्यो कि होइन म त खाएकै त छुइनँ अनि अब बा मलाई त यो गुलियो मन पनि त नपर्न सक्छ त्यो पनि हो नि त तिमीलाई मन पर्ला तिमीले चाकु खाएको छौ होइन ए यो चाहिँ डल्लो देखिरहेछ अब यो तेल हाल्दै कोन आकार भइसकेपछि यसो पछाडिबाट फल बनाउँदै यसरी लएर यसरी गर्ने अनि लास्टमा चाहिँ त्यो माछाको पुच्छर जस्तो बनाउनु लास्टमा नि माछाको पुच्छर जस्तै बनाउँछ नि लास्टमा त्यो पनि हो जस्तो गरे पनि हो अब यसरी यसरी गरेर मोमो बनाउँदा नि हुन्छ कि हुन्छ नि मोमो बनाउँदा पनि हुन्छ कि मोमो अलिक पातलो हुन्छ ए मोमोको लागि चाहिँ यो अलिक बाक्लो हुन्छ यो चाहिँ अब यसरी गर्दा गर्दै गर्दै हामीले यसरी भयो यसको सेप तयारी भयो यसरी यो थिच्दाखेरि यो चाहिँ हाम्रो आफूले गर्न सक्ने पातलो गर्न सक्ने सम्म मात्रै गर्नु पऱ्यो कि यसरी खै त यता दुलो हेरौँ यस्तो भयो यसमा चाहिँ हामी यसो समाएर हामीले अब तयार गरेको चाकुको किमा चाकुको किमा हाम्रो यो धेरै हाल्न पनि हुँदैन धेरै हाल्यो नि फुट्छ है अनि अब यसलाई चाहिँ हामी यसरी बिस्तारै बिस्तारै हामी छोप्दैछौँ त्यो घुम्ने भएर त्यसरी नै घरमा भयो अहिले दुध खुवाउँदै खाइसक्छु फिस आकार बनाइदिनु फिस आकार पुच्छर यो चाहिँ अलिअलि धेरै एकैचोटि मिच्यो भने चाहिँ फुट्छ भनेर यसरी ठ्याक्कै यो सेप सानो हुँदै जान्छ नि त अब अहिले ठुलो थियो अब सानो सानो हुँदै गएर यो चेप्टिँदै जान्छ कि आफै यो अब यो उ भइसक्यो नि त ठ्याक्कै हुँदै जान्छ सानो सानो हुँदै गएर यो त उयो मलाई त्यो माटोको बनाउँछ नि घुमाएर पिनिनी घुमाउँदै के हो त्यस्तो जस्तो लाग्यो यसरी होला ए चाहिँ माछाको पुच्छर त्यसरी पो बनाउँदै कसैले दुईटा सिङ बनाउँछ कसैले बनाउँछ अब यसलाई चाहिँ यो चुच्चो चाहिँ बनाउनु पर्ने चाहिँ कारण अर्कै छ खास थेट्ने रिजन भनेको त्यस्तो चाहिँ छैन चाहिँ तर भन्न चाहिँ कसो भने यो चुच्चो जति राम्रो चुच्चो बनायो त्यति चाहिँ हाम्रो के हुन्छ भने यो जाडोको सिजनको चाहिँ के भन्छ यो त्यति नै लम्बिँदै दिन लम्बिँदै जान्छ भन्ने सोच हुन्छ कि अब अहिले त दिन लम्बिँदै जान्छ क्या अब यसमा चाहिँ हामीले यो जति लामो चुच्चो भयो त्यति त्यो पहिलाको पहिला चलन छ दिन लामो जति चुच्चो भयो त्यो चाहिँ दिन लामो हुँदै गयो भन्ने सोचिन्छन् कि अब यो चाहिँ मैले चाहिँ यहाँ पाल होल गरेको कारण चाहिँ भित्र हामीले यो तताको चाहिँ अहिले फेरि यो बफ्याउँदाखेरि चाहिँ यहाँबाट चाहिँ बाफ निस्कियोस् यो नफुटोस् भनेर मैले यो बफ्याउँदैछु ए बफ्याएर पाल ननिस्कियोस् भनेर क्या भित्रको चाहिँ अब यो यतिकै त उम्लिएको चिज भयो त्यो माथि यो भएपछि यहाँबाट चाहिँ बाफ निस्कियोस् यो नफुटोस् भनेर क्या अब हामीले चाहिँ यो मोमोको भाँडामा हामीले खासमा नेवारी चलन अनुसारले चाहिँ यसमा पकाउने होइन यो माटोको एउटा ठुलो भाँडा हुन्छ त्यो भाँडामा पकाउने हो अब हामीले यसलाई चाहिँ अब 6-7वटा भएपछि बफ्याउन रेडी गर्छौँ हाम्रो भेनाजहरू चाहिँ फेरि काठमाडौँको प्योर नेवार होइन प्योर नेवार काठमाडौँकै सानी ल भयो छोरो ओके ल भयो काठमाडौँको नि टोखाको नेवार भनेपछि त एकदम प्योर होइन स्पेसल टोखा चाहिँ हाम्रो चाकुको लागि एकदम प्रख्यात ठाउँ अब अहिले लास्टमा अब एक दुईवटा
तेल चाहिँ यो चाहिँ यो नफुटोस् हातमा त हातमा नटासियोस् नटासियोस् भनेर भित्रको चाहिँ नफुटोस् भनेर नफुटोस् भनेर अब यति हाल्दै गएपछि अहिले चाहिँ अलिक धेरै भएको यसरी थिच्दै यसरी हुँदैन हुन त यसरी थिच्दै यो अलिकति मुस्न पुगेन भने फुट्छ कि यो फुटेछ नि त अलिकति मुस्न पुगेको छैन कि दिदीको अलिक पावर पुगेन त्यस्तै हुन्छ कि अब यो मुस्न पुगेन भने चाहिँ अलिकति गाह्रो हुन्छ बनाउनुलाई पनि गाह्रो क्या फुट्दै जान्छ मजाले मुस्नु पर्यो मजाले अझ सकिन्छ भने यो 2 घन्टा पहिला मुछेर राख्नु पर्यो क्या त्यही मैदाहरू मुसे जस्तै रहेछ अलिकति चाकु हाम्रो तिल अनि नरिवलको यो पुरै पेस्ट हो त्यो पनि ग्रेभी बनाएर पुरै हिट बनाएर गरेको चिनी त हाल्नु पर्यो नि त्यही चाकु अनि चिनी पर्दैन चाकुकै भयो चिनी त पर्दैन तर यो हो यस्तो घुमाउनु चाहिँ हेर्दा चाहिँ सजिलो जस्तो लाग्यो मलाई त आउँछ जस्तो लाग्यो गर्दै गएपछि आउँछ त्यो तेलमा नछुस है बेबी के मेरो त फोल्डरक्स यसो गरेर यो यसो चेप्टाउनुको कारण चाहिँ यहाँबाट फुटेर नआओस् भनेर के मेन चाहिँ पल बनाउँदैछु यसो भएपछि यहाँबाट यसो रेडी गरेर अब यो हामी पुरै पाकेपछि हेर्छु म त साथीहरू हाम्रो यो मरी चाहिँ पाक्यो है यो चाहिँ दुलो परेकोबाट यसरी उम्लेर निस्किँदो रहेछ त्यो भएर चाहिँ पाल पार्नु पर्ने रहेछ यो चाहिँ चाकु धेरै भयो भने उम्लिन्छ अनि यो चाहिँ फुट्दैन कि यो चाहिँ 15 मिनट जति पकाउनु पर्दो रहेछ होइन होइन चाहिँ ल हाम्रो यो मरी चाहिँ अब एकछिनमा चाख्नुपर्छ है यो त फुट्यो नि त्यो तल चाकु धेरै भयो भने फुट्ने रहेछ मोमो जस्तै रहेछ है मोमो जस्तै रहेछ चाकु धेरै भयो भने चाहिँ यसरी पल्टेर फुटेर निस्किँदो रहेछ यो चाहिँ मैले बनाएको है साथी हो यो चाहिँ फुटेछ मैले नि बनाएँ तर मैले बनाएको भिडियो चाहिँ बनाएँ मैले बनाउला नि त म भिडियो यो चाहिँ मैले बनाएको होइन यो ठुलो चाहिँ भेनाजुले बनाउनु भएको चाकु धेरै भएर अब चाहिँ हामी यमरी चाख्छौँ चाहिँ यमरी ट्राई गर्दैछु है फुटाएर के यति खाने बिस्तारै खाऊ पोल लाग्ने हुन्छ अबे मेन चाहिँ पोल्ला भनेको कि यो अन्त यो त फेरि चाकु त छ्याप्पै टाँसिन्छ होइन र तातो त बिस्तारै एकदम आस्ते मिठो फुटाउने अनि खाने कस्तो लाग्यो त मिठो छ मिठो तिमीले यो खायो होइन अब बाई चान्स पनि त्यहाँ नानतिर असलतिर राख्छ क्या त्यो खाएर र यो खाएर कुन खाएर कम्पेयर गरेर न हेर सम्झाएर मैले एउटा पहिलोचोटि त्यो अफिसमा खाएको भनेको नि त्यो चाहिँ त्यसमा चाहिँ त्यो चाकुको मात्र टेस्ट देखेको पाएको थिएँ मैले चाकु मात्र हाल्नु भनेको त्यो कस्तो नि अलिकति व्यापारी हिसाबमा के यो चाहिँ हाम्रो इन्डिकेट भनेको यो अलिकति टेस्ट छुट्टै टेस्टको लागि के हाम्रो आफ्नै टेस्टको लागि हो कि यो नरिवल यसमा यो नरिवलको चाहिँ मिठो हुँदो रहेछ नि फ्लेभर मिठो हुँदो रहेछ नि अहिले ठ्याक्कै ठाउँ चाहिँ त्यो नरिवलको के कस्तो मजाको फ्लेभर आएको क्या कस्तो त्यो फुटाउँदा पनि नरिवल जस्तो बास्ना हुन्छ अचार चाहिँ हालेको नि मैले होइन म त खाँदिनँ भनेको कस्तो हुन्छ तर ट्राई गरौँ न म त भित्र गुलियो बाहिर नुनले कस्तो हुन्छ मासुको झोलसँग खानेर अझै नेवारहरू थिए टट्ट मासुको झोल यो मैले टोक्ने मासु टोक्ने मलाई भयो हाल्नु खानु फुटेको छैन अब दिन कति लामो छ हेर्नु त्यहाँ ल यो फेसबुकमा हाल्यो भने चाहिँ पूर्वको मेरो साथीहरूलाई काठमाडौँको नेवारहरूलाई यो मरी कसरी बनाउँछ भनेर विशेष डेडिकेसन है अनि मेरो साथीहरू
कविता र सुषमालाई चाहिँ के अरे हाम्रो डबल भेनाजु भन्दै नि डबल भेनाजु भोलि पर्सि हेर है यहाँ डबल भेनाजु भनेको चाहिँ नि प्रवीणलाई भेनाजु भयो प्रवीण- प्रवीणको भेनाजु म परेछ प्रवीणलाई उनीहरूले भेनाजु भने होइन अनि फेरि प्रवीणको भेनाजुको भेनाजु भने डबल भेनाजु भन्दै हामी तास खेलेर उयो गरेको क्या लास्टै रमाइलो भएको थियो भेनाजु थ्याङ्क यू यमरी बनाएर खानु विशेष गरी पूर्वको मान्छेहरू काठमाडौँकोलाई त नर्मली थाहा हुन्छ भेनाजु लु भन्नु त तपाईँलाई आफ्नै परिकार कस्तो लाग्यो निहार हुनुको गर्व नै यही हो कि एकदम फेभरेट हो कि फेभरेट पनि अब हुन त वर्षपछि खाएर पनि जति खायो नि एकदमै यो मन नआउने चिज हो कि तर यो पहिले पनि खानु साँच्चीकै मन कस्तो मिठो के मिठो बनाउनु हुन्छ तपाईँले चाहिँ मैले अहिलेसम्म यमरी खाएको भनेको एउटा हो होइन एउटाको पनि आधी के त्यो टेस्ट गरेको मिठो चाहिँ मिठो लाग्यो तर त्यसमा बढी चाहिँ त्यसको त्यो फ्लेभर चाहिँ चाकुको मात्रै आएको थियो नि त यो चाहिँ कस्तो बेग्लै मिक्स के कस्तो छुट्टै मजाको हाम्रै मिठो स्पेसल हो कि निहार स्पेसल के तर यो म चाहिँ यसरी फुटाएर खाँदा चाहिँ यस्तो चाहिँ हुनुपर्छ ए त्यस्तो चाहिँ हुनु पर्यो भित्र चाहिँ चाकु त्यसको भित्रको अझ खुवाको पनि हुन्छ तर खुवा चाहिँ यतिसम्म टेस्ट हुँदैन अझ ए ल धेरै धेरै धन्यवाद भेनाजुलाई धन्यवाद दिदीलाई